एउटा कुरा सुन्नुहोस् है त, तपाईँले आफ्नो प्रेमीले साँचो माया गर्छ कि गर्दैन यसरी पत्ता लगाउनुहोस्। रिलेसनसिप भनेको ठुला ठुला गफ दिएर चल्ने चिज होइन के। सानो सानो कुरा बुझिदियो भने बल्ल माया गहिरो हुन्छ, सम्बन्ध टिक्छ। अनि एउटा कुरा, कोही राम्रो मान्छे छ भने त्यसलाई धोका चाहिँ कहिल्यै नदिनु है, नत्र जिन्दगीभर पछुताउनु पर्ला। अनि अर्को कुरा नि, आफ्नो मनको सबैभन्दा गहिरो कुरा जो पाए त्यसैलाई नभन्नु। आज विश्वास गरेको मान्छेले नै भोलि त्यही कुराले तिम्रो मजाक उडाउन सक्छ। तर एउटा चिज याद राख्नु नि, जब तिमी पुरै टुटेको बेला पनि हाँस्न सक्छौ नि, सम्झ कि अब तिमीलाई कसैले झुकाउन सक्दैन। ल, यताउताको गफ धेरै भयो, अब सवाल कुरामा आऊ। तिम्रो मनमा पनि यसले मलाई साँच्चै माया गर्छ कि गर्दैन यार भन्ने कुरा खेलिरहन्छ होला होइन? ल, अब थाहा पाउनको लागि आफ्नो पार्टनरलाई अलि सिरियस भएर यी 3वटा सवाल सोध्नु। उसको जवाबले सबै कुरा छर्लङ्ग पार्छ। भविष्यमा हुने रोना धोनाबाट अहिले नै बच्न सकिन्छ। पहिलो सवाल, तिमीलाई मेरो माया किन लाग्छ भनेर सोध्नुहोस्। अब उसले तिमी कति राम्री अथवा ह्यान्डसम छौ, कति ट्यालेन्टेड छौ, कस्तो समझदार छौ भन्न थाल्यो भने बुझिहाल्नु कि दालमा कुछ काला है, मतलब यो माया गहिरो छैन भनेर। किन थाहा छ? किनभने राम्रो रूप त भोलि चाउरी पर्ला, जागिर छुट्ला, बानी बेहोरा पनि सधैँ एउटै कहाँ हुन्छ र? यी सबै कुरामा लगाएको माया त त्यो कुरा हटेपछि हट्छ नि। साँचो जवाफ कस्तो हुन्छ? यस्तो भन्छन् माया गर्नेले त, खै यार किन लाग्छ थाहा छैन, तर तिमी छेउमा हुँदा मात्रै पनि कस्तो आनन्द आउँछ भन्छ के। कारणै हुँदैन नि साँचो मायाको। दोस्रो सवाल, ल भन त, तिम्रो बिहे अर्कैसँग भयो भने के गर्छौ? यसमा उसले खै हेर्दै जाउँ के हुन्छ, घरको प्रेसर आयो भने त सोच्नु पर्ला नि टाइपको टाल्टुले जवाफ दियो भने सम्झ त्यो मान्छे सिरियसै छैन। किनभने यस्तो जवाफ दिने मान्छेले तिमी बिनाको जिन्दगी पहिले नै सोचिसक्यो, ऊ तिमीलाई लिएर गम्भीरै छैन। साँचो जवाफ कस्तो हुन्छ? अरे यार, साँचो माया गर्नेले त अर्कैसँग तिम्रो बिहे हुने सोच्न पनि सक्दैन, उसको त दिमागै तात्छ। जवाफ झ्याप्पै आउनुपर्छ, पागल हो के कुरा गरेको, कसको हिम्मत छ मेरो मान्छेलाई लाने? तेस्रो र लास्ट सवाल, ल मानौ अब 24 घण्टा मात्र बाँकी छ, के गर्छौ? अब उसले फलानोलाई भेट्छु, डिस्कानो ठाउँ जान्छु, यो खान्छु भन्न थाल्यो भने बुझ कि तिमी उसको लागि खासै इम्पोर्टेन्ट छैनौ। किनभने उसको दिमागमा अन्तिम समयमा पनि अरू नै कुरा खेलिरहेको छ। साँचो जवाफ कस्तो हुन्छ? अलिकति फिल्मी नै सुनिन्छ, तर माया गर्नेले त मेरो अन्तिम 24 घण्टा तिमीसँगै बिताउँछु नि पागल, अन्तिम सास पनि तिम्रै काखमा फेर्छु भन्छ। माया भन्ने के यस्तै हो क्या। ल